घना जंगल छ तर यहाँबाट चाहिँ यस्तो घना जंगल भयो नि बीचमा चाहिँ यसरी हिँड्ने ठाउँ बनाइदिएको छ हेलो गाइज वेलकम टु इट्स कोपिला च्यानल दिस इज माई फर्स्ट ब्लग अनि मलाई चाहिँ तपाईँहरूको धेरै मायाको आवश्यक पर्नेछ सबैजनाले सब्सक्राइब गर्नुहोला माया गर्नुहोला र अनि मैले यस्तो यस्तो भिडियोहरू धेरै लिएर आउँदै जानेछु आजको मेरो आउटफिट चाहिँ यस्तो रहेको छ घाम यस्तो टल्किरहेको छ नि आज मैले सनक्रिमहरू सबै लगाउन बिर्सेछु होइन आज फेरि यो हात खुट्टा सबै डढ्नेवाला छ जहिले बाहिर निक्लेपछि सम्झिन्छु मैले सनक्रिम ला छैन भनेर यस्तो गर्मी छ होइन आज चाहिँ हाम्रो अर्कै ठाउँ जाने प्लान थियो अनि घाम आज पानी देखाएर नजाने भनेको त लास्टमा त घाम टल्किरहेछ सबैजनालाई मेरो फर्स्ट भ्लग चाहिँ कस्तो लाग्छ कमेन्ट गर्नु होला अनि केही रिकमेन्ड गर्न मन लाग्यो भने मस्त रिकमेन्ड पनि गर्न सक्नुहुन्छ है र चाहिँ हाम्रो दाइको गाडी छ अब हामी यो गाडी चढेर जान्छौँ एकदमै राम्रो क्याफे हाम्रो दाइ चाहिँ यहाँ हुनुहुन्छ अनि यहाँनिर चाहिँ राजु मास्टर बस्नु भएको छ अब हामी तीनजना मिलेर चाहिँ ठ्याक्क क्याफे जान्छौँ अनि हाम्रो चाहिँ यहाँ सरिता चाहिँ मिस भएको छ उसको चाहिँ आज काममा छुट्टी मिलेन त्यही भएर आज हामी तीनजना मात्रै क्याफे जाँदैछौँ म चाहिँ अब दाइको गाडीमा मस्त सुतेर यस्तो दामी क्याफे जानेछु आज ल अब चाहिँ हामी घरबाट हिँडिसकेको छौँ अब हामी कति मिनटमा दाइ 18 मिनटमा चाहिँ अब हामी क्याफे पुग्छौँ ठ्याक्कै अब हामी 1 मिनटमा पुग्छौँ ल्यान्डमार्क क्याफे चाहिँ फाइनली क्याफे आइपुगिसकेको छौँ अनि अब चाहिँ हामी यहाँ पार्किङमा गाडी पार्किङ गरेर चाहिँ हामी क्याफेभित्र जान्छौँ यहाँनिर चाहिँ पार्किङ चाहिँ एकदमै धेरै ठुलो रहेछ होइन यहाँनिर चाहिँ अघि भर्खरै खाली भयो नि हामी चाहिँ पार्किङ नपाएर डुल्दा बल्ल बल्ल पार्किङ पाएको अहिले 2टा गाडी खाली भइसकेछ क्याफे चाहिँ यही हो होइन अब नेटमा हेर्दा इन्टरनेटमा हेर्दा एकदम दामी थियो अब भित्र गएर हेरौँ कस्तो छ डुप्लिकेट नरिवलको बोर्ड पनि रहेछ होइन डुप्लिकेट नरिवलको बोर्ड छ अनि त्यहीँबाट चाहिँ गेट हो त्यहाँबाट छिरेर हामी आएको ल दाइ यहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ हाई गरिदिनु दाइ उहाँ चाहिँ हाम्रो दाइ हो होइन अब हामी भित्र जान्छौँ क्याफेभित्र अहिले चलिरहेको सिजनको होला थाहा भएन भित्र गएपछि थाहा हुन्छ के मेन्यु छ भनेर होइन सबै यहाँनिर रहेछ पानीहरू पनि रहेछ होइन यस्तो दामी छ यहाँ चाहिँ म ट्रे र बटर पेपर लिएर चाहिँ लाइनमा बसेँ यहाँनिर चाहिँ एकदमै धेरै लाइन थियो अनि खानेकुराको भेराइटीहरू पनि एकदमै धेरै थियो अनि हामीले चाहिँ घरबाटै खाना खाएर गएको थियौँ कफीमा बस्ने मात्रै भनेर अनि त्यहाँनिर धेरै भेराइटीहरू देखेपछि चाहिँ हामीलाई कन्ट्रोलै गर्न सकेनौँ अनि त्यही भएर 1-2वटा ब्रेड त हामीले खानै पर्छ भनेर लाइनमा बसेको मान्छे धेरै भएर पालो आउन एकदमै धेरै टाइम लागिरहेको थियो अनि म चाहिँ कुन ब्रेड खाम भइरहेको थिएँ किनकि त्यो दिन चाहिँ सोमबार परेको भएर पनि अन्डाहरू त खान हुन्न थियो तर ब्रेडमा हालेको हुन्छ त्यो आँखाले नदेखेपछि केही भएन भन्दै जे होस् सिधै हेर्दा फेरि मासुहरू नगएको ब्रेडहरू चाहिँ छान्दै हाल्दै गरिरहेको थिएँ अनि यहाँनिर चाहिँ गार्लिक ब्रेड थियो मैले गार्लिक ब्रेड चाहिँ हालेँ अनि केकहरू पनि थियो यहाँ धेरै नै थियो केकहरू एक्सपेन्सिभ पनि एकदमै धेरै एक्सपेन्सिभ थियो केकहरू चाहिँ तर पनि अब पेट अगाएको भएर चाहिँ होइन एउटा ब्रेड हालेपछि पुग्छ भनेर बसेको अनि त्यहाँनिर अर्को सानो खालको ब्रेड पनि रहेछ अनि त्यो चाहिँ मलाई पहिल्यैदेखि मन पर्थ्यो त्यो ब्रेड पनि हालेर अब चाहिँ कफीहरू खानुपर्छ भनेर खेसान गर्नतर्फ लाग्यो अनि त्यो खेसान गर्ने ठाउँनिर चाहिँ कफीको भेराइटीहरू थियो अनि कुन खाने भइरहेको थियो म चाहिँ सधैँ माचा टी खान्थेँ तर आज चाहिँ डिफ्रेन्ट खानु पर्यो भनेर मैले चाहिँ चोको लाटे खाएँ अनि दाइले खानुभयो क्याफे भ्यानिला लाटे अन्तबाट राजुले खायो वाटरमेलनको जुस अनि यहाँनिर चाहिँ चम्चाहरू राखिएको थियो टिस्युहरू राखिएको थियो यो पनि सेल्फ नै थियो त्यो भएर टिस्युहरू चम्चाहरू सबै कलेक्ट गरेर चाहिँ मैले ट्रेमा राखेँ अनि ट्रेमा राखेर चाहिँ अब मास्तिर जानु पर्यो राजुले चाहिँ पहिले ठाउँ हेरेर राखिरहेको थियो प्याक भएर बस्ने ठाउँ पनि थिएन त्यही भएर कोही सामान किन्ने कोही
ठाउँलाई रिजर्भ गरेर राख्ने गरिरहेको थियौँ। अनि हामी चाहिँ यहाँबाट निस्केर अब राजु भएकोपट्टि जाने भनेर राजुलाई खोज्दै हिँड्यौँ। क्याफे एकदमै धेरै राम्रो थियो, एकदमै धेरै ठुलो थियो अनि मलाई पर्सनल्ली नै एकदमै धेरै मन परेको थियो। अनि हामी चाहिँ यहाँबाट भर्याङ चढेर अनि माथि गयौँ। किन हो मलाई थाहा भएन, मान्छेहरू सबजना मलाई हेरिरहेको थिए, के डिफ्रेन्ट लागेर हो कि के भएर हो आई डोन्ट नो होइन। हामी चाहिँ यो सेकेन्ड तलामा थियो अनि सेकेन्ड तलाको सबै ठाउँहरू पनि प्याक रहेछ। अनि राजु बसेको ठाउँ चाहिँ एकदम त्यो रुमभित्र एकदम कुनामा रहेछ। अनि यहाँ पनि एकदमै धेरै मान्छे थियो क्या, हामीलाई बस्ने ठाउँ पाउन एकदमै धेरै गाह्रो भएको थियो। अनि मात्र यो एउटा सिट खाली रहेछ, अनि यही सिटमा भए पनि बसौँ भनेर गएर बस्यौँ। यो क्याफेको नाम चाहिँ ल्यान्डमार्क क्याफे थियो। अनि यो क्याफे एकदमै धेरै राम्रो थियो। हामीले चाहिँ यति मात्रै अर्डर गरेको थियौँ। चाहिँ यहाँ कफी आइसकेको छ। दाइले चाहिँ कफी खाने रे, दाइको आज अलिक दाँत दुखेको अवस्था होइन, त्यही भएर दाइले यस्तो गरिमा नि हट मगाउनु भएको छ। अनि यो चाहिँ राजुको अलवेज फेभरेट फोक्सुङ्गा टी होइन। यो चाहिँ म सधैँ माचा लात्ते खान्थेँ, तर आज चाहिँ मलाई चोको लात्ते खान मन लाग्यो भने मैले चाहिँ चोको लात्ते किनेको। वाटरमेलनको जुस खाएको थियो। अनि यहाँनिर चाहिँ हाम्रो गफगाफ सुरु भयो, अलिअलि गफगाफ पनि गऱ्यौँ। गफ गर्दै ब्रेड खाँदै कफी खाँदै एकदमै राम्रो टाइम स्पेन्ड गऱ्यौँ। यहाँ चाहिँ दाइ हाँस्दै हुनुहुन्थ्यो, के भन्दै हुनुहुन्थ्यो, हाँस्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ यो गार्लिक ब्रेड हो एकदमै मिठो छ दाइ खानु भनेर भनेको, अनि दाइलाई पनि मिठो लाग्यो भन्नुभयो। अनि राजुले चाहिँ यहाँनिर वाटरमेलनको जुस खाइरहेछ। उसलाई चाहिँ जहिले पनि जहाँ गए पनि हेल्दी चाहिन्छ, अनि मैले त्यही भएर उसलाई चाहिँ वाटरमेलनको जुस अर्डर गरिदिएको थिएँ। अनि दाइको चाहिँ दाँत दुखेको भएर दाइले चाहिँ हट कफी अर्डर गर्नुभएको थियो, किनकि दाइले हट खानु हुँदैन थियो गर्मीमा, तर दाँत दुखेर लास्टै भएको छ भनेर हट कफी खानुभयो। अनि यहाँनिर चाहिँ हाम्रो एकदमै राम्रो गफगाफ चलिरहेको थियो। म चाहिँ फोटो खिच्न नै बिजी थिएँ, तर पनि दाइले चाहिँ मेरो सानो सानो कुराहरू पनि एकदमै राम्रोसँग क्याप्चर गरिदिनु भएको रहेछ। क्याफेहरू पनि एकदम राम्रोसँग क्याप्चर गरिदिनु भएको थियो। दाइलाई धेरै धेरै धन्यवाद। होइन ऊ चाहिँ मेरो भिडियो सुट गर्नको लागि वहाँ गएर भिडियो सुट गर्दैछ। यस्तो दामी ठाउँ छ होइन, यहाँनिर चाहिँ पानी आइरहेछ। अब यहाँनिर चाहिँ पुरै यस्तो छ। हजुर भिडियो बनाउन हिरो एन्ट्री भयो यहाँ। हिरोइनीको फोटो भिडियो बनाउँदा हुन्छ। हिरो राजु, हिरोइनीको पिता। गाइज होइन हाम्रो चाहिँ यहाँनिर के भन्छ अरे फोटो खिच्न लागेको, अनि यहाँभित्र चाहिँ लाइटिङ भएर होला। अनि फोटो खिच्दाखेरि चाहिँ एकदमै धेरै अँध्यारो आएर भिडियो बनाएर अनि फोटोहरू चाहिँ भिडियोबाट स्क्रिनसट गर्दै लिन परिरहेको अवस्था छ हाम्रो चाहिँ होइन। बसदेखि पानी पर्छ भन्ने पनि थाहा थियो, अनि बाहिर चाहिँ एकदम ठुलो पानी परिरहेको छ। अनि हामी जान पनि छाता पनि लिएर आएको छैन, गाडी मात्रै भएर पनि भएन, गाडीसम्म पुग्नलाई त छाता चाहियो, भिज्छ अनि गाह्रो छ। अनि त्यही भएर हामी चाहिँ भित्रै बसेर अब एकछिन यस्तो कुरकाट गरेर एकछिन कुर्छौँ, अनि त्यहाँबाट बल्ल हामी निस्केर घर जानेछौँ। यहाँ चाहिँ खाएर चाहिँ रिटर्न गर्ने ठाउँ चाहिँ यहाँनिर रहेछ। अब हामीले खाएको अघि लिएर गएको सामानहरू चाहिँ सबै हामी यहाँबाट रिटर्न दिन्छौँ।
के हो सेल्फी बनाएर भिडियो फोटाइँदैन भिडियो बनाइँदैन त के हो गाइज अब हाम्रो क्याफेको भेटघाट चाहिँ सकिसकेको छ। अब चाहिँ हामी घरतिर जाने भनेर सोच्दैछौँ। अझ घर गएर पनि हामी धेरै रमाइलो गर्नेछौँ। ल क्याफेको त सक्यो, अब रमाइलो नहोला भनेर भ्लग नहेर्ने चाहिँ होइन, तर अझ बेलुका धेरै रमाइलो हुनेवाला छ। राजुसी घर जाने भने त ल दाइ क्याफेमा बस्दा बस्दै राजुसीले जाडो गर्नुभयो। बाहिर मौसम जाडो पानी परेको भएर कोहीको गर्मी लोक सके जस्तो फिल भयो हामी चाहिँ। अब हामी निस्कन्छौँ निस्केर घर गएर खाजासुजा बनाएर खाएर हाम्रो अझै बाँकी छ। अझ भ्लग अझै बाँकी छ। घरमा चाहिँ जानु लागेको हो, रमाइलो अझ बाँकी नै छ। अब क्याफेबाट मात्रै निस्किन्छौँ। यहाँ चाहिँ उसले सबै कुराहरू राख्दैछ होइन, यहाँ चाहिँ सबै कुराहरू छुट्याएर राख्न पर्दो रहेछ। अनि उसले चाहिँ सिरेकीहरू फ्यालेर, सिरेकी भन्नाले फोहोरहरू फ्यालेर, अनि पानी परेर चाहिँ अहिले पानी रोकिसकेको अवस्था। रोड चाहिँ पुरै चिसो छ होइन। अब चाहिँ हामी घर जान लागेको हो। अनि अहिले बेलुका चाहिँ झन् राम्रो आउँदैछ भिडियोहरू होइन। अब चाहिँ घर जानु पऱ्यो। यो चाहिँ एरिया पुरै यस्तै क्याफे अनि रेस्टुरेन्टहरूको रहेछ। वरपर पनि धेरै क्याफे रेस्टुरेन्टहरू एकदमै धेरै छ। अनि हामी चाहिँ आज यो क्याफे आएको होइन। यो क्याफे चाहिँ एकदमै राम्रो रहेछ, मलाई चाहिँ राम्रो लाग्यो होइन। तपाईँहरूलाई पनि एक दिन यस्तो घुम्न मन लाग्छ, टाइम स्पेन्ड गर्न मन लाग्छ भने तपाईँ पनि यो क्याफे चाहिँ आउन सक्नुहुन्छ। यहाँनिर चाहिँ मजाले पानी बन्न थाल्यो। हामी क्याफेमा हुँदै पानी पर्दै थियो, अनि ठ्याक्क पानी रोकिएको थियो, फेरि बाहिर निस्केको, फेरि ठुलो पानी पर्न थालिहाल्यो। यस्तो छ, पानी परेको परै छ। अब जाडो सुरु हुन्छ कोरियामा। गाइज हामी चाहिँ भर्खरै रुममा गएर चाउमिन बनाएर खाएर अनि अब चाहिँ पेट अलिकति घटाउनु पऱ्यो, हिँड्नु पऱ्यो भनेर चाहिँ अब हामी निस्केको। अब हामी चाहिँ डाँडा चढ्न जाँदैछौँ 3 जना मिलेर। डाँडा चढ्छौँ अनि डाँडा चढेर चाहिँ फर्केर घर आउँछौँ। आजको लागि चाहिँ यति नै हुन्छ होला। अघि चाउमिन बनाएको भिडियो बनाउनु पऱ्यो भनेर सोचेको, लास्ट टाइममा बिर्सेछौँ किनकि मैले भर्खरै भ्लग स्टार्ट गर्दैछु। अनि केही गर्न लाग्ने बित्तिकै हातमा फोन चाहिँ आउँदैन होइन, त्यस्तो हुँदो रहेछ। फर्स्ट टाइम भएर पनि होला, पछि धेरै कुराहरू क्याप्चर हुन पनि सक्छ। अब हामी डाँडा चढ्न जान्छौँ। अब चाहिँ गाइज अब हामी चाहिँ यो वन चढ्न आएको होइन। अब हामी चाहिँ यो वन चढ्दै मासतिर जान्छौँ। यहाँनिर चाहिँ 2 जना ठिटाहरू छन्। अब म पनि यही भर्याङ चढेर मासतिर जानु पर्यो। अब थाक्नेवाला छु। गाइस थकित भयो, थकाइ लाग्यो भर्याङले। ल यस्तो दामी ठाउँ छ, यस्तो दामी ठाउँ छ, दामी वन चाहिँ यस्तो छ होइन। एकदम घना जङ्गल छ, तर यहाँनिर चाहिँ यस्तो घना जङ्गल भयो नि, बिचमा चाहिँ यसरी हिँड्ने ठाउँ बनाइदिएको छ। यो उकालो उक्ल्यो, अब हामी यहाँबाट यो उकालो उक्लिन्छौँ। ल यो चाहिँ ठाडै उकालो आइपुग्यौँ हामी। धेरै नै हिँड्यो, लगभग 1 किलोमिटर हिँड्यो होला तलदेखि हामी यहाँसम्म। उकालो भयो अनि अलिकति थकाइ पनि लाग्यो। ठिक छ, अघि चाउमिन अब पच्छ।